नत्र के गर्छस् नत्र के गर्छस् हात चाहिँ नहाल है आफ्नो हात पार गर्न खोज मैले राम्रोसँग तँलाई सम्झाएको छु हात मैले होइन तैँले पार गर्दैछस् शान्ति तिमीले यो यस्तो पागलपन कुरा गर्ने हो जे नहुनु भइसक्यो हेर शान्त हो यसरी आफ्नो ध्यान फालेर पनि समस्याको समाधान हुन्छ आज भन्दा 28 वर्ष पहिले जसरी तपाईले मलाई बर्बाद पारेर छाड्नु भएको थियो त्यसरी नै त्यही पेटमा भएको बच्चाले आज तपाईलाई बर्बाद पारेको छ हो यो त्यही बच्चा हो जुन बच्चाको कारणले तपाईले लात हानेर जानु भएको थियो नि हो यही बच्चा हो यो मेरो छोरा अभिषेक यानी कि तपाईको पाप यो त एउटा अनाथ बच्चा हो जसको बुवा आमा को हो भनी थाहै छैन यसलाई त मैले सानैमा मेरो योजना सफल पार्नको लागि आमाको माया र ममता दिएर प्रयोग मात्रै गरे जे नहुनु थियो भइसक्यो अब सबै कुरा बिर्से आफूलाई सम्हाल्ने सा राम्रो त यो भयो कि सबै कुरा बेलैमा थाहा भयो यदि सबै कुरा बेलैमा थाहा नभएको भए के हुन्थ्यो होला एकचोटी सोच त त्यही भएर आफूले आफूलाई भाग्यमानी ठान धन्न सौता बन्नबाट बचिस नत्र यसरी नै जिन्दगी भर रोएर बस्नु पर्थ्यो म दुखी त मेरो कारणले
सौरभलाई पढ्न गएको वज्रपातले गर्दा हो। बिचारालाई मेरो कारणले कति चोट पुगेको होला, के सोचेको होला। मलाई एकचोटि उसँग भेट गराइदे सुस्मिता, प्लिज मलाई उसँग एकचोटि भेट गराइदे। अहिले नै यो सम्भव छैन निशा। हामीलाई पो सबै साँचो कुरा थाहा भइसक्यो त, उसलाई त केही थाहा छैन नि। फेरि उसको नजरमा त एउटा धोकेबाज होस्, तेरो कारणले गर्दा उसको मनमा ठुलो चोट परेको हुनसक्छ। हो, तैँले जान उसको मनमा चोट पुग्ने गरी केही गल्ती गरेकी छैनस् होला, तर समाज र उसको अगाडि जुन भिडियो देखाइयो त्यही भिडियोले गर्दा उसको नजरमा त दोषी साबित भएकी छेस्। तर अब सबै यथार्थ पत्ता लागिसकेको छ, त चिन्ता नगर। भोलि उसलाई भेटेपछि सबै सत्य कुरा बनाउला। त्यति बेलासम्म त्यसको दिमाग पनि अलि शान्त भइसकेको हुन्छ। अहिले रात पर्न लाग्यो, जाउँ हिँडामी। जाउँ न, जाउँ, रात पर्न लागिसक्यो। बासु, खाना बसाल्ने बेला त भयो नि त। अब यसरी झोक्राएर बसेर हुन्छ त भने भोक लागिहाल्छ, खाना परिहाल्छ। मलाई खाना मन छैन आमा। तपाईँलाई भोक लागेको छ भने पकाउनुहोस्, खानुहोस्। शान्ति, तिमीलाई भोक छैन? अब तिमीहरू दुवैजना खाना खान्न भन्छौ भने म एक्लैलाई के बनाउनु त? खान्छौ भने बनाउँछु, म नि खान्छु एक गाँस। अब तिमीहरू खाँदैनौ भने एक्लैलाई के बनाइरहनु, बनाउँदिनँ म, भयो होस्। बासु, मैले धेरै एउटा कुरा सुक्कै बिर्सिएँ। त्यो नरेन्द्र बाबुलाई फोन गर। निशा घर पुगी कि पुगिन? पत्ता लगाइहाल त, त्यत्तिकै चुप लाएर बस्न पनि त भएन नि। अब अन्त त कहाँ गयो होली र? घरमा त गयो होली नि। नरेन्द्रले खुसी साथ बिदाई गरेर नपठाए पनि निशाको सिउँदोमा तैँले सिन्दुर त हाल्या होस् नि। निशा हाम्रो घरको बुहारी भएर आएकी त हो नि, अनि ऊप्रति हामी जिम्मेवार हुनु परेन भने? कथम कदाचित कतै केही भइहाल्यो भोलि गएर भनेदेखि त्यसको जिम्मेवारी, त्यसको दोषी त हामी हुन्छौँ क्या। त्यसैले चुप लाएर नबस् बाबु, ल गरिहाल, फोन गरिहाल, के कसो हो बुझिहाल्नु पर्यो। अब काकालाई फोन गऱ्यो भने सबै कुरा बताउनु पर्छ। बरु सुस्मिता चाहिँ निशासँग पछि गइरहेको थिएँ, त्यसलाई पो फोन गर्नुपर्छ क्या हो? ल हुन्छ, जल्लै गरे नि गर, तर वास्तविकता के हो पत्ता लगाउनु पर्यो। ल गरिहाल, ल साँचो कुरा आउनु पर्यो, गर। हेलो सुस्मिता, तिम्रो अहिले कहाँ छौ? म निशाको घरमा छु काका। म निशा भएर निशाको कोठामा बसिरहेका छौँ। ए हो र? ल ठिक छ। घरमै गइसकेपछि आमा? बल्ल मन ढुक्क भयो। भोलि तर म गएर छलफल गरेर कुरो टुङ्गो लाउनुपर्छ बासु। अब तिमीहरू खान्न भन्छौ, ल भइहाल्यो, ल नखाने भए सुत ल, तिमीहरू सुत, म पनि गएँ।
किन बसिरहनु अब? शान्ति, तिमी चाहिँ केही नभए किन चुप्प लाएर बसी के भयो? त्यत्तिकै ठुसेर बसेको छु। सबै कुरा सामी भइसक्यो त। मलाई त अझै पनि विश्वास लाग्दैन। के थाहा तिमीले त्यो निशासँग साँच्चै नै नराम्रो हरकत गरेको थियौ कि? अरे त्यही कुरा मनमा खेलाउँदै बसेको। अब त्यस्तो पनि गर्छु होला त मैले। फेरि सबै कुरा थाहा भइसक्यो त मलाई फसाइएको रहेछ भन्ने कुरा। यदि तिमीले गल्ती नै गरेको थिएनौ भने किन चुप लाएर बस्यौ त? अब बोल्ने मौका पनि त मैले कहाँ पाएर सबै कुरा सपनासरी भयो। फेरि त्यत्रो गाउँलेको अगाडि म एक्लो बोलेर कसले सुतेर मेरो कुरा? किन बोल्थ्यौ त अर्को बुढी ल्याउन पाउँदा? मनमनै त खुसी भएको थियो होला नि हैन? ए झिमलाई तिमी नबोलाइ। हजुर धन्न नानी, तिमी बेलैमा आएछौ र मेरो छोरीको जिन्दगी अँध्यारो हुनबाट बचायो। यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद छ। यो तिमीले लगाएको गुण म जिन्दगीभर बिर्सिन सक्दिनँ। के भन्नुभएको काका? मैले यो सब तपाईँहरूलाई गुण लाउनको लागि गरेको कहाँ हो र? संयोगवश सबै कुराहरू मेरो आँखा अगाडि भइदियो र जसमा माथि मिलेको मात्र हो। मेरो ठाउँमा अरू जो कोही भएको भए पनि सबैले यही नै गर्थे। हुन्छ काका, अबेर पनि भइसक्यो। निशा बसे, म जान्छु। नानी, बाहिर अँध्यारो भइसक्यो। यति राति तिमी एक्लै कसरी जान्छौ? यसो गर न, बरु आज निशासँगै बस, भोलि बिहान सबेरै उठेर जाल्यौ। होइन काका, म जान्छु। घरमा पनि खबर नगरी आएकी छु, फेरि आत्तिनुहुन्छ। फोन गरेर भने त भइहाल्यो। आज एक रातको लागि यहीँ बस्नु, बरु भोलि बिहान उठेर जालिस्। नानी, उसले भने मान्थ्यौ नि त। ल, तिमीहरू यतै सुत। ah
सौरभ यहाँ एक्लै के सोचेर बसिरहेको? किन बोल्दैनौ? रिसाएको छौ मसँग? हुन त तिमी रिसाउनु पनि स्वाभाविक नै हो। म तिम्रो ठाउँमा भएको भए म पनि यसरी नै रिसाएर बस्थेँ होला। मेरो कारणले तिमीमा पर्न गएको चोटले म पनि दुखी छु। तर सबै कुरा देखेको सत्य हुन्छ भन्ने छैन सौरभ। त्यो दिन जे भएको थियो त्यो सबै। प्लिज निशा, मलाई अब केही पनि सुन्नु छैन र भलाइ यसैमा हुन्छ कि तिमीले मलाई मेरै अवस्थामा छोडेर जाऊ। तर सौरभ मेरो कुरा एकचोटि त सुन। मैले के भने सुनेनौ? मलाई अब तिम्रो एक शब्द पनि केही सुन्नु छैन, किनकि तिमीले मेरो मन दुखाएको छौ, मेरो भरोसा तोडेको छौ, म माथि विश्वासघात गरेको छौ। मेरो नजरमा तिमी केवल एउटा धोकेबाज हो, धोकेबाज। प्लिज सौरभ मेरो कुरा त सुन। छोड मलाई सौरभ प्लिज मेरो कुरा सुन। मैले के भने? छोड मलाई, नजु। प्लिज सौरभ। सौरभ, पहिला हाम्रो कुरा त सुन। सुन्नु छैन मलाई तिमीहरूको केही कुरा? फेरि तिमीहरूको के कुरा सुन्ने? म के कुरा सुन्ने? कि स्वागत कसरी मनायो भनेर त्यही कुरा सुन्नु आएको छौ? म जे आए त्यही नबोल सौरभ। नत्र के गर्छस्? नत्र के गर्छस्? नत्र के गर्छस् सौरभ? नत्र के गर्छस्? हात चाहिँ नहाल है, आफ्नो हात पार गर्न खोज। मैले राम्रोसँग तँलाई सम्झाएको छु। हात मैले होइन, तैँले पार गर्दैछस्। के भयो छोरी, के भयो? किन यसरी आत्तिएको? के भयो सौरभलाई? के भयो भन न सौरभलाई। नरोक, केही हुँदैन, केही हुँदैन। नरो छोरी नरो, सपनामा देखेको कुरा कहिले साँचो हुँदैन। तिमीले त्यो सौरभलाई केही पनि गरेकी छैनौ। तिमीले दिमागमा नचाहिने कुरा सोचेर त्यस्तो सपना देखेको हुनुपर्छ। नरो, केही पनि हुँदैन। ए नानी, त्यो पानी होला, त्यो पानी ल्याऊ त। ल ल चिन्ता नलियो, केही पनि हुँदैन। त्यो सबै सपना हो कि। सुत सुत सुत।
निशा बाबा खोइ त बाबा के भयो एकैछिन बाहिर आउनु न यता बसौँ बस भयो हेर्नुहोस् न हामी बाउ छोरी पनि तपाईँहरू कहाँ जाने भनेर सोच्दै थियौँ तपाईँहरू पो आउनुभएछ ठिकै छ नि तपाईँ हामी कहाँ आए पनि हामी तपाईँ कहाँ आए नि कुरो त एउटै हो बरु हामी हिजै आउनु पर्थ्यो हिजो आउन भ्याएर त्यसको लागि म क्षमा माग्छु क्षमा त मैले माग्नुपर्ने हो मेरो व्यक्तिगत दुश्मनीको कारणले तपाईँहरूको इज्जतमा धक्का लाग्यो तपाईँसँगको दुश्मनीले मात्रै होइन बाबु यो सब हुनुमा हामीसँगको दुश्मनी पनि छ अनि निशा तिमीले त सिन्दुर मेटाकी रहेनछौ भाउजू मैले नै उसलाई पुस्न नदिएको सारा गाउँलेको अगाडि बासुले विधिवत रूपमा उसको सिउँदोमा सिन्दुर हालिसकेपछि अधिकार पनि त बासुकै हुन्छ नि अब हजुरहरूको अनुमति नलिकन मेरो छोरीको सिउँदोमा लागेको सिन्दुर कसरी पुज्न लाउनु त्यहाँमाथि सामाजिक परम्परा छ मान मर्यादा चलन चल्ती सबैलाई त ख्याल गर्नु पर्यो नि होइन र हो बाबु सामाजिक परम्परा मान मर्यादा र रीतिरिवाज हामीले मान्नुपर्छ त्यो अवस्थामा कि जब हाम्रो निर्णयमा हाम्रो मन्जुरीले गरेको सही तरिकाले गरेको कार्य भएदेखि हुन्थ्यो यो भने त छलछाम अर्काले गरेको धोकावश भएको कार्य हो धोकाको सिन्दुर परेको हो निशाको टाउकोमा बेइमानीको कार्य हो त्यो तसर्थ बाबु यो कुरालाई धेरै नलम्ब्याउँ अब यसलाई विधिवत रूपमा यसलाई मेटाउन थालियो भने अनेक झन्झट लाग्न थाल्छन् यो झन्झटमा नपसौँ छोरी हजुरको छोरो मेरो यिनीहरूको नाता हिजो पनि पवित्र थियो अहिले पनि पवित्र छ र पवित्र रहन्छ भन्ने कुरा प्रष्ट भइसकेको छ फेरि यसलाई किन लम्ब्याउनु यो कलिली नानीको जीवन किन बर्बाद गर्नु अब हाम्रै बासुलाई नि झन्झटमा किन फेरि पार्नु तसर्थ हाम्रो पारिवारिक कुरा हो यो गाउँलेको कुरातिर सुन्नतिर नलागौँ गाउँलेले जेसुकै भनौँ हामी आफू सहमतिमा आयौँ भने यो कुरो यही समाधान हुन्छ हुन त हो तर फेरि भोलि गएर गाउँ समाजले कुरा काट्ने हुन् कि मलाई त्यता पो अलिकति डर लागेको छ ए बाबा यस्तो विषयमा पनि गाउँ समाजले कुरा काट्छ भनेर हुन्छ त भने हुँदैन बाबु अब हामी यहीँ आएका छौँ हाम्रो तर्फबाट कुनै पनि हक दाबी हुँदैन यो नानीले आफ्नो खुसीले बाँच्न पाउनुपर्छ तसर्थ यो छलछामवश भएको यो सम्बन्धलाई यही हामी सहमतिमा टुङ्ग्यौँ यिनीहरूलाई स्वतन्त्र भएर आफ्नो जीवन बाँच्न दिउँ यो वातावरण मिलाइदिने हाम्रो कर्तव्य हो हो काका आमाले भनेको एकदम सही हो गाउँलेको कुरा सुन्यौँ भने त कसैको चित्त बुझाउन सकिँदैन जे भयो भयो यो सबै परिबन्धमा परेर भएको हो न निशाले गल्ती गरेको हो न मैले मबाट कुनै हकदारी हुने थिएन काका हाम्रो सम्बन्ध पवित्र थियो पवित्र छ र पवित्र हुनेछ अब तपाईँहरूले नै सहज बनाइदिइसकेपछि मेरो त्यसमा कुनै आपत्ति छैन निशा अब तिमीले सिन्दुर पुछे हुन्छ हो निशा अब तिमीले त्यो सिन्दुर लगाइरहनु जरुरी छैन जाऊ पुछ अप्ठ्यारो मान्नु पर्दैन बासु मैले तिम्रो चरित्रमाथि शङ्का गर्नु भुल भएछ उति बेलै मैले ठन्डा दिमागले गहिरेर सोचेको भए यो सबै हुने थिएन एउटा बाउले आफ्नी छोरी त्यस्तो अवस्थामा परपुरुषसँग देखेपछि तपाईँको ठाउँमा म भइदिएको भए मैले पनि यही निर्णय लिन्थेँ अब जे भयो भयो काका सबै कुरा बिर्सिनुहोस् हो नरेन्द्र बाबु अब यी सब कुराहरू बिर्सिदिनुहोस् यसलाई अगाडि बढाएर केही फाइदा छैन तर जसले हाम्रो इज्जतमाथि भावनामाथि खेलवाड गर्यो नि यसरी त्यसलाई भने कदापि छोड्नु बासर त बाहिर हेर्दा मात्र सोझा जस्तो देखिँदो रहेछ भित्र त बिताउने खाले रहेछन् नि गाँठे
त्यही त भने घरमा त्यति राम्री बुढी हुँदै त्यस्तो हरकत गर्लान् भन्ने मैले अलिकति पनि कल्पना गर्न सकेको थिइनँ। तैँले मात्र हो र, मैले पनि त कल्पना गर्न सकेको थिएन नि। अब सबै कुरा मोबाइलमा प्रष्ट देखिसकेपछि पत्याउनै पर्यो। त्यो निशा पनि त्यस्तै खालको केटी हो कि के हो? बास सरको घरमा स्वास्नी छ भन्ने कुरा थाहा पाउँदै त्यस्तो हरकत गर्ने हुन पनि सक्छ। यसो बुझ्दाखेरि निशा नै धोकेबा जस्तो लाग्यो मलाई। बिचरा सौरभले कति माया गर्थ्यो निशालाई, बिहेको मण्डपमै लोपो खुवाइदिए। अर्काको चरित्रमाथि जे पायो त्यो आरोप नलगाओ। तिमीहरूको अगाडि जे भयो जे घटना घट्यो त्यो सबै योजनाबद्ध तरिकाले गरिएको थियो। यथार्थ कुरा के हो तिमीहरूलाई त्यो केही पनि थाहा छैन। अनि के भन्दैछ फेरि यसले? मैले सही भन्दैछु। बासु र निशालाई त्यस्तो अवस्थामा अभिषेक, गायत्री र निशाको साथी बनेर आएकी केटीले प्लान बनाएर फसाएको रहेछन् भन्ने कुरा पुष्टि भइसक्यो। बेकारमा सत्य तथ्य नबुझी अर्को कुरा काट्दै नबस यहाँ। आमा सबै कुरा मिलाएर त आउनुभयो नि? मिल्यो सबै मिल्यो, तिमीले केही चिन्ता गर्नु पर्दैन। तर त्यो गायत्रीको त मलाई अझै पनि भर लाग्दैन। गाउँलेहरू उचालेर त्यो निशालाई घरमै ल्याएर भित्र्याउन पो लाउने हो कि? त्यत्रो उपद्रो गरिसकेपछि पनि फेरि गाउँले उठाएर यी आँगना आइन भने नि अब ती गायत्रीको खुट्टा सुट्टा काटेर यी आँगना थुपार दिन्छु। त्यति गर्न सकिन भने मेरो नाम पनि मैना होइन ल। अब त एकचोटि पो हुन्छ गल्ती गर्ने, बार गल्ती गरेर मैले तिमीलाई अस्ति नै माफी गरिदिइसकेको छु। फेरि पनि त्यही गल्ती गरेर यहाँ आइन भनेदेखि म छोड्दिनँ म। मैले त त्यति बेलै त्यसलाई नछोड्ने भनेर भनेको थिएँ नि। तपाईँहरूले मेरो कुरै सुन्नु भएन। मान्छेलाई एकचोटि सुध्रिने मौका दिनुपर्छ भनेर केही नभनेको, केही नगरेको। तर अहिले मलाई थाहा भयो तिनी सुध्रिने मान्छे त हुँदै होइन। गल्ती त हामीबाट पनि भएको आमा। त्यति बेला तिनीहरूलाई गाउँमा बस्न नदिएको भए आज यो दिन देख्न पर्ने थिएन। तिनलाई अझै पनि यो गाउँमा बस्न दिने हो भने आतंक मचाउँछन् तिनले। एकचोटि परिसकेपछि त मान्छे कस्तो छ भनेर चिनिहालिन्छ नि। खाना तयार भइसकेको छ, दुवैजना हात धोएर खाना खाना। छोरी यसरी तनाव लिएर कसलाई फोन गरिरहेको? हेर्नु न बाबा, सौरभलाई फोन गरेको फोनै लागिरहेको छैन। किन गर्नु पर्यो उसलाई फोन? खैले खाना खाने बेला भइसक्यो, खाना खान जाउँ हिँड। हजुर गएर खाँदै गर्नु न बाबा, म अहिले आएर खान्छु। यदि उसको मोबाइलमा फोन लागिरहेको छैन भनेदेखि धेरै टाउको नदुखो छोरी। किनकि अहिले जुन किसिमको उसमा वज्रपात परेको छ, मलाई लाग्दैन कि उसले मोबाइल त के आफूलाई सम्हाल्न सक्ने अवस्थामा छ। हामीले जान उसको भावनामाथि ठुलो चोट पुर्यायौँ छोरी। ऊ बुझ्ने मान्छे हो बाबा। मैले जति सक्दो चाँडो उसलाई सबै यथार्थ बताउनु पर्छ। तर हेर्नु न, उसको फोनै लागिरहेको छैन। मानिलिउ तिमीले भनेको यथार्थ कुरालाई उसले सहजै स्वीकार्ला, तर उसको मनमा अहिले अर्कै कुराले गहिरो चोट पुर्याएको छ। कस्तो अर्कै कुरा बाबा? यही कि छोरी, सौरभले उसको आमा भनेर जसलाई पुजिरहेको थियो नि,
यथार्थमा गायत्री उसको आमा होइन रहेछ। बिचरा सौरभ अनाथ रहेछ छोरी। यो तपाईँ के भन्दै हुनुहुन्छ बाबा? कसरी हुन सक्छ यस्तो? हो छोरी, गायत्रीको छोरा सौरभ होइन रहेछ। उसलाई सानै उमेरमा अनाथालयबाट ल्याएर आफ्नो हतियार बनाएर नराम्रो नराम्रो काममा प्रयोग मात्र गरेका रहेछन्। जब उसले तिम्रो माया पाउनको लागि नराम्रो काम त्यागेर सरल जिन्दगी जिउन खोज्यो, त्यसपछि छोरी मैले कहाँ गयो कि छोरी? छोरी छोरी तेरी कुरै नसुनिकन दौडी के भन्ने? हेलो निशा, ओ निशा, बखन बखन कहाँ जान लाग्यो? दाइ मेरो बाटो छोडिदिनुहोस्, म सौरभलाई भेट्न चाहन्छु। अहिले नै किन भेट्न जानु पर्यो? अहिले तिमी उसको घरमा भेट्न जान उचित हुँदैन। मलाई थाहा छैन दाइ, म उसलाई अहिले नै भेट्न चाहन्छु। तिमीले किन कुरा बुझ्ने कोसिस गर्दैनौ? हाम्रो कारणले गर्दा उसको मनमा कति ठुलो चोट परेको छ थाहा छ तिमीलाई? अहिले तिम्रो कुरा उसले केही पनि सुन्दैन। झन् उसको घरमा गएर तिमीले समस्यालाई किन ठुलो पार्न खोज्छौ? उसले मलाई त्यस्तो केही पनि गर्दैन दाइ। म उसलाई भेटेर जे जे सत्य हो म सबै भन्न चाहन्छु। मलाई एकचोटि मात्र भेट्नु छ दाइ, मलाई जान दिनुहोस् प्लिज दाइ, मलाई नरोक्नुहोस्। म उसँग एकचोटि मात्र भेट्न चाहन्छु, मलाई जान दिनुहोस् दाइ। म तिमीलाई पछि भेटाउँछु के? अहिले तिमी घर फर्किहाल त, गइहाल त, गएर नाइ दाइ, मलाई जान दिनुहोस् एकचोटि दाइ प्लिज। निशा तपाईं अभिनय सिकेर राम्रो कलाकार बन्न चाहनुहुन्छ? राम्रो कलाकार बनेर म्युजिक भिडियो, टेलिफिल्म, कमेडी टेलिफिल्म तथा ठुलो पर्दाको फिल्म खेल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने काठमाडौँको मैती देवीमा रहेको सद्भाव थिएटर तपाईँको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ, जहाँ नेपालका चिर परिचित कलाकारहरूद्वारा धमाधम अभिनय कक्षाहरू सञ्चालन भइरहेका छन्। सद्भाव थिएटर मैती देवी, सम्पर्क नम्बर 9847 88 27 84, 98 082 45 791।